यो देश अनि यो ठाउँ हर कसैको सपना हुन सक्छ कि हामी नेपालमा थियौँ हामीले सपना देख्थ्यौँ कहिले जाने होइन जेनतेन गरेर आइयो भनौँ न जेनतेन गरेर आइयो अब यहाँ देखेको सपना चाहिँ कहिले पुरा गर्ने भन्ने टेन्सन कि जसरी पनि टेन्सन चाहिँ हुने क्या मान्छेले हिजो त्यहाँ जाऊँ होइन अलिकति केही बा गर्न सकिन्छ भन्ने थियो जेनतेन गरेर घुँडा टेकेर भने आइयो होइन अब यहाँ आइयो अब फर्किने कहिले अब यहाँबाट देखेका सपना चाहिँ पुरा कहिले गर्ने कि यस्तो गर्छु हुन्छ नि त एउटा अब त्यो जाने कन्डिसनै होला त छैन पैसा यहीँ पुग्दैन अनि खै के हो केही भन्न सकिँदैन भने कमायो अनि यही ठाउँमा खर्च गर्यो यही ठाउँमा सक्थ्यो अब नेपाल जाने भन्दा अब 2-3 वर्ष भइसक्यो कि एकपल्ट त जेनतेन गरेर गइयो होइन अब कहिले जाने भन्दा अब टुङ्गै छैन कि जाने चाहिँ जाने नजाने भन्ने कुरै हुँदैन होइन तर अब कहिले जाने कहिले जान सकेला त जति गऱ्यो नि पैसा बचा छैन यसो गरो यतै ढुक्क खाने पारो होइन यो पेट पाल्नै पऱ्यो अब पेट पाल्नको लागि 10 केजी चामललाई 10,000 पर्ला जस्तो भइसक्यो पर्ला जस्तो होइन भइ नै सकेको छ अनि खै अब यो जापानले के गर्ने गाह्रो छ सुख छैन गर्न एकदम गाह्रो छ तपाईँहरूलाई चाहिँ म यस्तो दामी भ्युज देखाउँछु होइन जापानको चाहिँ यति राम्रो भ्युजहरू छ होइन अब एक्लै भएपछि के गर्ने होइन अब दायाँ बायाँ छैन एक्लै घुम्ने बस्ने रमाउने तर म तपाईँहरूलाई यस्तो दामी चाहिँ नि भिडियोहरू देखाउँछु होइन भ्युजहरू देखाउँछु हेर्नुहोस् है त यति राम्रो छ कि भ्युज सर्र हेर्नु है तपाईँहरूलाई यति राम्रो छ कि तपाईँहरू फेरि यो नगर्नु कि यो यस्तो राम्रो छ होइन भिडियो भ्युज हेर्न यति राम्रो छ भनेर यो मक्खले चाहिँ विदेश नआउनु या जापान नआउनु दुःख गर्न सक्नुहुन्छ होइन तपाईँ खप्न सक्नुहुन्छ भने जापान मात्र नभई जुनसुकै देश के तपाईँ जापान क्यानाडा अस्ट्रेलिया अमेरिका जुनसुकै देश जानुहोस् तपाईँ यति खप्न सक्नुहुन्छ आँखाको निन्द्रा मार्न सक्नुहुन्छ र भोक पेट हुन्छ नि जापानमा पाउरोटी खाएर कति दिन काममा कुद्नुपर्छ क्या पाउरोटी चबाउँदै कुद्दै रामेन खाँदै होइन त्यो खप्न सकिन्छ भने जापान आउनुहोस् जापानमा छ नभएको होइन एकदम जापानमा भविष्य छ होइन जसले जे भने पनि जापानमा भविष्य नभएको होइन छ तर दुःख र सङ्घर्ष चाहिँ गर्नुपर्छ दुःख गर्न सक्ने सङ्घर्ष गर्न सक्ने मान्छे चाहिँ जेसुकै जसले जे भने नि जापान आउनुहोस् यहाँ जापान भएको मान्छेलाई तपाईँलाई ए नआऊ जापान दुःख छ गाह्रो छ भन्छ भने जापान बसेको मान्छेलाई त नेपाल आइज नि त ल भाइ दिदी बहिनी नेपाल आइज भन्नु छ ऊ आउँछ आउँदैन ऊ यहीँ बस्छ अब ऊ भन्छ मैले यत्रो दुःख गरिसकेँ हो तपाईँहरू पनि दुःख गर्नैको लागि आउने हो केही बन्छ कि भनेर आउने हो कि कुनै पनि देशमा तपाईँको छैन क्या सजिलो छैन हामी आफ्नै नेपालकै ठाउँमा हेरौँ न है तपाईँ एउटा ठाउँबाट आउनुहुन्छ एउटा पहाडी भेगबाट आउनुहुन्छ या अलिकति तराईबाट आउनुहुन्छ कुनै ठाउँबाट तपाईँ काठमाडौँ जानुहुन्छ फर्स्ट टाइम तपाईँलाई कोठा पाउनै गाह्रो छ कोठै भेटिँदैन पहिलो कुरो त दोस्रो तपाईँ कहीँ काम खोज्न जानुहुन्छ कामै छैन क्या कामै पाइँदैन नेपालमै पाइँदैन कि त्यहाँ यो होइन कि कुनै कामै छैन नेपालमा कामै हुँदै नभएर नपाएको भन्ने कुरो होइन कि काम छ तर तपाईँले त्यति सजिलै पाइँदैन कि जापान पनि त्यस्तै हो काम नभएको होइन काम जति छ तर हाम्रो मेन पोइन्ट भनेको भाषा हो कि भाषा भनेको जिरो नेपालबाट आइन्छ ओहाएको जा भने चाहिँ निच्च लेउलाएको दाँत देखाएर आएर कहाँ हुन्छ त नि हुँदैन नि त नि अर्काको देश हो इङ्ग्लिस एउटा चल्दैन एउटै बुझ्दैन अहिलेको वाकाइहरूले त अलिअलि बुझ्छ आफ्नो ठाउँमा छ
त्यहाँ काम गर्ने कम्पनीहरूमा वाकाइ नै छैन। सबै चाहिने बुढो मान्छेहरू छ, तेन्चो ओनर, अब आफ्नै एउटा 60-65 वर्षको एजको मान्छे छ, उसले कहाँबाट इङ्ग्लिस सिक्ने हो र? अनि जे भन्दा नि हाई किच्च दाँत देखाइदिएको छ, ल्याउलायो दाँत। अनि त्यसरी हुँदैन क्या। अनि काम पाइँदैन, मान्छे सुसाइड गर्छ होइन। अनि एक्लोपन ज्यादा। विदेश आइसकेपछि एक्लोपन चाहिँ खप्न सक्ने खालको मान्छे हुनु पऱ्यो क्या। यदि एक्लोपन हुन्छ कि कोही पनि छैन, तपाईँ बिरामी भएर आज रुममा ढल्नु भने तपाईँलाई तातो पानी दिने मान्छे, त बिरामी भएछ भने तातो पानी दिने मान्छे हुँदैन कि। एटलिस्ट रुममेट केही साथीले तपाईँलाई हेल्प गर्दैन कि, हुँदैन। यहाँ साथी भन्ने चिजै छैन कि। मरिसकेको छ भने एकदम नेपाली समाजमा त झन् यस्तो छ कि त्यो कुरै नगरौँ भने क्या हामी। दुईवटा काम गर भनेको छ, कलेजमा गएर फुक्दिएको छ होइन, गएकोले मेनदान भनेको छ, मेन्सेजु भनेको छ, काम छोडाइदिन्छ, के हुन्छ होइन। प्रगति गरेको त देख्न सक्ने यहाँ छँदै छैन कि, छँदै छैन मान्छे। प्रगति यसले ल नि त गरोस् भनेर प्रगति गर्न दिने खालको मान्छे छैन कि। कसरी हुन्छ डाउन गर्ने? उसले दुईवटा काम गर्दैछ भने गर तिमी पनि, सक्छ। तिम्रो क्षमताले भेट्छ, तिम्रो ल्याङ्ग्वेजले भेट्छ होइन, तिम्रो बलले भेट्छ, तिम्रो आफ्नो आफन्त दिदी दाइ भाइ को छन्, कसैले लगाइन्छ गर, तर आफ्नो हिसाबले गर कि। एक्लै अर्काको खुट्टा तान्ने काम नगर। ऊ आफ्नो लाइफमा जिउन दिनुपर्छ क्या। अनि अरू भियतनामहरूको अरू देशको मान्छेको हेरौँ न, के हल्लै हुँदैन क्या। शान्तपूर्वक आफ्नो काम जाने आउने खाने बस्ने हुन्छ। हाम्रो नेपालीको चाहिँ दुईवटा काम गर कलेजमा, मन परेन साथै मन परेन आज रिस उठ्यो भोलि गएकोमा, त्यसो नगरौँ है त। भने हाम्रो समाजमा के मान्छे मात्र नभनौँ, हाम्रो समाजमै कस्तो कुरो चाहिँ भइरहेको हुन्छ भने म चाहिँ हाल अहिले जापानबाट हो र जापानकै कुरो गरौँ न होइन। म जापानमा छु हाल 6-7 वर्षदेखिको चाहिँ जापानमा छु र म जापानकै कुरो गर्छु के कुरो हो भने मान्छे अहिले हरेक प्रत्येक घरको 2-3जना होइन जापान गइरहेछ, जापानमा छन्। स्टिल मेरै परिवारको पनि आफ्नै घरको एउटै आमाको छोराछोरी पनि हामी 3जना जापानमा स्टिल अहिले नि छौँ। अब सानीमाका छोरा, अब यो भन्यो भने यो आफ्नै हो, रगतै हो ती पनि, गर्दा हामी लगभग 4जना छौँ मेरो परिवारको। अनि मान्छेले के भन्छ भने जापानमा के भविष्य छ र, त्यो भविष्य के छ भन्दा पनि तपाईँले चाहिँ भविष्य कोर्न सक्नुहुन्छ हुन्न भन्ने कुरो चाहिँ मेन पोइन्ट हो कि। जापान मात्र नभएर जुनसुकै देश, तपाईँ जापान जानुहोस्, अमेरिका, अस्ट्रेलिया, युके, क्यानाडा, जुनसुकै देश जानुहोस् कि, तपाईँको मेन पोइन्ट भनेको तपाईँले गर्न सक्नुहुन्छ कति, तपाईँभित्र क्षमता छ कति। तपाईँभित्र क्षमतै छैन, त्यो गर्न सक्ने क्षमतै छैन भने चाहिँ तपाईँ अमेरिका अस्ट्रेलिया गए पनि तपाईँलाई दुःखै हुन्छ। स्टिल जापान आएर चाहिँ सुख हुन्छ भन्ने चाहिँ कुरो होइन। तर कुरो के हो भने तपाईँको मेहनत चाहिँ कति छ, लगनशीलता कति छ भन्नेमा भर पर्छ जस्तो लाग्छ कि। म पनि आएको अब 5-6 वर्ष प्लस भइसक्यो होइन। अनि मैले जापान आएर भोगेको कुरो चाहिँ के, जापानमा के हुन्छ भने टाइमको एकदमै ख्याल हुन्छ, तपाईँको मिनेटको त्यति भ्यालुएसन हुन्छ कि। अब अरू देशमा पनि हुन्छ, हाम्रो देशमा पनि हुन्छ तर हाम्रोमा चाहिँ कस्तो हुन्छ भने 10 मिनट ढिलो भयो भने यसो ल म 10 मिनट ढिलो आएँ या फोनै नगरे भने म आउँदैछु बाटोमा केही हो, त्यो चल्छ नि, हाम्रो नेपालमा चल्छ कि। तर यहाँ जापानमा चाहिँ त्यो चल्दैन। हामी सधैँ ढिलो होइन, लेट हुने, काममा जाने लेट हुने, रुल्स फलो त्यति साह्रो नगरिदिने होइन। काममा पनि अब हुन्छ नि ठगिदिने कि, काममा ठगिदिने, त्यो लसाङ फसाङ गरिदिने, अलिकति ठगार प्रविधि कि, अलिकति ठग्ने टाइपको। त्यो हिसाबले चाहिँ काम गर भने चाहिँ काममा राम्रो मान्दैन। तपाईँ काम गर्दै हुनुहुन्छ भने तपाईँले त पैसा दिन्छ नि त, तपाईँले त आरोपाइ त छैन, तपाईँलाई घन्टाको मिनटको पैसा दिन्छ क्या, दिएर तपाईँलाई काममा लगाएको हुन्छ। त्यो भएकोले गर्दा तपाईँले काम च्यान्त गर्नु पऱ्यो कि। कस्तो हुन्छ भने काम चाहिँ उनीहरूलाई कि तपाईँ कि भाषाले हान्न सक्नु पऱ्यो, फरार र न्युन्जुन बराबरको चाहिँ भाषा दिन सक्नु पऱ्यो होइन। भाषा तपाईँले एकदम छ, हरेक कुरा छ भने त अभियसली काम गर्न आइहाल्यो नि, तपाईँलाई हरेक कुरा बुझ्नुहुन्छ त। यहाँको मेन भनेकै भाषा हो होइन। भाषा एकदम रायोसित काम गरिहाल्नु।
यहाँ तपाईँसँग भाषा चाहिँ छ तर त्यो लेभलको छैन कि धेरै छैन हो ठिक छ भने चाहिँ तपाईँले गर्न सक्नुहुन्छ